आज चाहिँ मैले एउटा यस्तो एउटा चिज लिएर आएको छु कि हैन यो 1 लिटरको भाँडा ठ्याक्क 1 लिटरको भाँडा है बिहान बिहानै चिया उमाल्न पानी गरम गर्न चाहिँ स्पेशल हुने रहेछ गाडीबाट चालु हुन्छ यहाँ चाहिँ यो चाहिँ 24 भोल्टको जस्तो लाग्छ अब यसलाई निकालेर यहाँ लाउँछु पहिला यसलाई खोलेर ट्राई गरिहालौँ न हैन यसलाई चाहिँ पखालौँ पहिला जो मात्रै किनेर ल्याएको र पानी गरम गरेर एकचोटि ट्राई गरौँ न अब पानी ट्याक्कै गरम गरेर अब यसको चाहिँ यो प्लग तान्ने क्या यहाँबाट तान्ने हैन अब यसको यो 24 भोल्टमै जोडौँ न 24 भोल्टमा आहा बल्यो त बिहान उठ्ने जुरुक्क उठ्ने चाय बनाउने त्यो पत्ती सत्ती हालेर चाहिँ बनाउन मिल्दैन यसको लागि चाहिँ फेरि छुट्टै अर्को सामान चाहिन्छ सामान चाहिँ के भन्दाखेरि यो है साथी यो एउटा बट्टै ल्याएर आएको छु पुवालै यहाँ रहेछ अनि खोल्ने चिज माल त यहाँ रहेछ हो साथी यहाँ चाहिँ माल चाहिँ यहाँ चाहिँ खोलिसकेपछि अब यहाँ पानी उम्लिँदैछ पानी उम्ल्यो भने टक्क यहाँ हाल्नुपर्छ है ल ल अब ट्याक्कै यति गरेर चिया भएन त चाय रेडी भयो नि त हैन अब बिहान बिहानै मलाई तल गएर ग्यास खोल्नु परेन केही गर्नु परेन टक्क लाएर हैन कफी बन्यो कफी है साथी कफी चाहिँ सुरुप्प हान्नु पर्यो हैन मजा आयो मजा ल त साथीहरु है आज चाहिँ यही भिडियो भयो है।